सधैँ हामी जान्न चाहेको नौबस्ता स्थित औद्योगिक क्षेत्र शिलान्यास गरेको यतिका वर्ष पनि जिउका तिउँ छ। अझ सुन्छौँ समस्या नै समस्या मात्रै बाहिर आएको हुन्छ। कहाँ पुग्यो, के भइरहेछ? नौबस्ता औद्योगिक क्षेत्र अहिले शिलान्यास भएको भन्दा पनि अझ घोषणा भएको त्योभन्दा बढी नै भइसक्यो। झन्डै दशकै हुने स्थिति भइसक्यो। शिलान्यास भएको आधा दशक भइसक्यो र यो अवधिसम्ममा नौबस्ता औद्योगिक क्षेत्रमा हामीले पटक पटक त्यहाँ काम गर्नलाई कोसिस पनि गरिसकेका छौँ र काम गर्नलाई कोसिस गरिराख्दाखेरि म आइसकेपछि यो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा यो महाप्रबन्धकको जिम्मेवारी आइसकेपछि पनि दुईवटा, एउटा केन्द्रीय स्तरमा सङ्घीय मन्त्रालयमा, उद्योग मन्त्रालयमा र फेरि त्यसैको आधारमा यहाँ जिल्लामा सिडिओको संयोजकत्वमा हामीले बैठक गरेर त्यहाँ भएका विवादित चाहिँ बस्तीलाई अहिले तत्काल नछुने र त्यो नछुइकन बाँकी स्थानमा हामीले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने भनेर हामीले सुरु गऱ्यौँ र त्यो किसिमको निर्णयहरू पनि भए। त्यही अनुसार हामीले फिल्डमा काम पनि गरिसकेका छौँ एक चरणमा। र फिल्डमा काम गर्ने क्रममा चाहिँ फेरि एक लेभलको सहमति हुँदाहुँदै पनि चाहिँ पुनः अवरोध भएको कारणले गर्दाखेरि चाहिँ अहिले त्यो जुन हामीले काम सुरु गरेका थियौँ बस्ती र उद्योग छुट्याउनको लागि एउटा बाटो खोल्ने र त्यो बाटो खोलिसकेपछि उद्योग चाहिँ बस्तीतिर जाँदैन र बस्ती चाहिँ उद्योगतिर नआओस् भनेर त्यसलाई चाहिँ त्यो अग्निरेखा जस्तै किसिमले चाहिँ त्यो उद्योग र बस्तीको बिचमा रेखा कोर्न खोजेकोमा त्यसमा विवाद भएर अहिले रोकिरहेको छ। विवाद भने के? विवाद भनेको चाहिँ अब हामीले त्यो 338 बिघाको पूर्जा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा नेपाल सरकारले औद्योगिक क्षेत्र बनाउनलाई भनेर दिइसकेपछि चाहिँ त्यहाँ हाम्रो पूर्जा आउनुभन्दा पहिले नै रहेको जो बस्ती छ, हामीलाई पूर्जा चाहिँ आउनुभन्दा पहिले नै त्यहाँ बस्ती रहेको भन्ने छ र त्यो बस्तीले उनीहरूलाई सुरुमा पूर्जा दिन पर्यो भनेर कुरा गरे। लाल पूर्जा दिन पर्यो भने लाल पूर्जा दिन सक्ने हामीसँग अधिकार छैन। त्यसपछि चाहिँ होइन, यो नेपाल सरकारको नाममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नामबाट चाहिँ लगतकट्टा गरेर नेपाल सरकारको नाममा कायम गर्नु पर्यो। 55.6 बिघा अहिले हामीले चाहिँ राखेका छौँ। त्यो 55.6 बिघा चाहिँ नेपाल सरकारको नाममा चाहिँ लिन पर्यो भनेर भने। त्यो भनिसकेपछि चाहिँ त्यसको पनि त प्रक्रिया हुन्छ नि त। त्यसलाई चाहिँ दिने प्रक्रिया हामीले सहजीकरण गर्छौँ। हाम्रो साइडबाट चाहिँ मन्त्रालय पनि सकारात्मक छ, हामी पनि त्यसमा सकारात्मक छौँ। नेपाल सरकारले चाहिँ हामीलाई औद्योगिक क्षेत्र स्थापना गर्न भनेर दिएको जग्गा हो। भोलि नेपाल सरकारले निर्णय गरेर चाहिँ ल यो त्यही बसिरहेका विगतमै बसिरहेका बस्तीलाई चाहिँ सम्बोधन गर्ने त्यो जग्गामा भन्यो भने हाम्रो त्यसमा असहमति छैन भनेर भन्दै पनि त्यहाँ पुनः चाहिँ हामीले त्यो ट्र्याक चाहिँ खोल्ने क्रममा त्यहाँका स्थानीयले केही स्थानीयहरूले चाहिँ पहिलेको लेभलमा त होइन तर थोरै मात्रामा केही स्थानीयहरूले चाहिँ होइन, यो विवाद चाहिँ समाधान नभइकन पुरानो जुन माग थियो त्यो माग समाधान नभइकन काम नगर्नुहोस् भन्ने किसिमका भोइसहरू आए। हामीले चाहिँ डोजर लिएर केही ट्र्याक 50-60 मिटर जति चाहिँ ट्र्याक पनि खोल्यौँ। त्यो ट्र्याक खोल्ने क्रममा पछि चाहिँ मान्छेहरू अब बाटोमै आएर सुत्दिने अनि त्यसपछि चाहिँ विरोध गरिदिने। तपाईँहरूले सहमति कहाँ गर्नुभएको थाहा छैन, तर हामीलाई यहाँ फिल्डमा केही पनि सहमति भएको छैन भन्ने कुराहरू भएर काम चाहिँ रोकिएको अवस्था छ अहिले। अनि त्यसको सहजीकरण गर्न प्रशासन छ, प्रहरी छ, नेता छन्, जनप्रतिनिधि छन्। उहाँहरूको भूमिका, उहाँहरूको सहयोग नपाउनु भयो वा लिन सक्नु भएन? हामीले अब त्यो लिन नसकेको र नपाएको भन्ने भन्दा पनि हामीले गर्न खोजेको चाहिँ एक्ज्याक्टली पहिला त्यो जनताको चाहिँ योजना हो, जिल्लाको योजना हो, जनता र त्यहाँका स्थानीयको योजना हो। भोलि त्यो प्रोजेक्ट बन्यो भने रोजगारी पाउने हामीले होइन, त्यहीँका चाहिँ अझ भनौँ न नेपालगञ्जका मान्छेले होइन, अझ कोलपुरका मान्छेले पनि होइन, त्यो नौबस्ता औद्योगिक क्षेत्र वरिपरिका मान्छेले पाउने रोजगारी हो र उहाँहरूले चाहिँ त्यो फाइदा उहाँहरूलाई हुने हो। त्यो सबै चिज उहाँहरूलाई हुने भइसकेपछि उहाँहरूसँग समन्वय गरेरै जाउँ, उहाँहरूसँग चाहिँ सहकार्य गरेरै जाउँ, साथ लिएरै जाउँ भन्ने हाम्रो मनसाय हो। अब राज्यले चाहिँ हामीलाई असहयोग गर्ने भन्ने अवस्था पनि होइन। हामीले चाहिँ के हो भन्दा आजसम्म राज्य नगुहारिसकेको अवस्था रहेको छ। किन भन्दाखेरि मिलेसम्म उहाँहरूले हामीलाई
त्यो स्पेस दिउन्, त्यो काम गर्ने वातावरण बनाउन् भन्ने सोचले नै हामीले राज्यलाई अथवा भनौँ स्थानीय प्रशासनलाई चाहिँ त्यतिसम्म पुगेका छैनौँ। तर अब चाहिँ के हो भने हामीले यति धेरै गर्दा गर्दै पनि उहाँहरूले भनेको अनुसार बस्ती छोडिरहेछौँ। तपाईँहरूलाई चाहिँ अरू पनि केही छ भने त्यो पनि भन्नुहोस् भनेर भनिरहेछौँ। यति धेरै सहज तरिकाले उहाँहरूलाई हामीले गर्दा गर्दै पनि चाहिँ उहाँहरूले अझै अवरोध जारी राख्नुभयो भने त अब स्वाभाविक रूपमा राज्यले आफ्नो प्रक्रिया अनुसार जान्छ नै र प्रशासनलाई हामीले तत्पश्चात चाहिँ सोही अनुसार हामीले प्रशासनसँग समन्वय गर्छौँ त्यो काम गराउनलाई। यदि फिल्ड क्लियर भयो भने अहिलेको त्यसको टेक्निकल कन्डिसन के हो, बजेटदेखि डिपिआरसम्मको? फिल्ड क्लियर भयो भने अहिले हामीले इमिडिएट चाहिँ तत्काल चाहिँ त्यो जग्गा क्लियर भइसकेपछि यो आर्थिक वर्षभित्र हामीले त्यसका सबै प्राविधिक कामहरू सकाउने भन्ने लक्ष्य लिएका छौँ र ती प्राविधिक कामहरूमा चाहिँ तत्काल पहिला 338 बिघामा रहेको जुन औद्योगिक क्षेत्रको डिपिआर थियो त्यो डिपिआरलाई चाहिँ हामीले अहिले रिभ्यू गर्नुपर्ने छ। त्यो जग्गा जति घट्छ त्यो घटेको अनुसार रिभ्यू गर्नुपर्ने हुन्छ। रिभ्यू गरेर हामीले फिल्डमा एटलिस्ट चाहिँ जमिनको विकास गर्ने जमिन चाहिँ त्यो ल्यान्ड डेभलपमेन्टको काम हुन्छ त्यसको काम हामीले गर्ने भन्ने हाम्रो लक्ष्य रहेको छ, सुरु गर्ने भन्ने। त्यसको लागि चाहिँ हामीसँग केही बजेट पुरानो बजेट रहेको छ, पहिलेकै नेपाल सरकारले हामीलाई दिएको त्यो बजेट चलाउने र अहिले तत्काल चाहिँ नेपाल सरकारले आफ्नो किसिमले लगानी गरेर औद्योगिक क्षेत्र बनाउन सक्ने आर्थिक अवस्था पनि चाहिँ कतिपय यो च्यालेन्ज रहेको छ। त्यो च्यालेन्जलाई चाहिँ एड्रेस गर्नको लागि हामीले अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग अथवा चाहिँ अन्य चाहिँ तपाईँको यो निजी चाहिँ डेभलपरहरूसँग चाहिँ तपाईँहरू आउनुहोस्, यहाँ उद्योग चाहिँ औद्योगिक क्षेत्र चाहिँ तपाईँहरूले स्थापना गर्नुहोस्, सञ्चालन गर्नुहोस् भनेर त्यो बुट मोडेलमा अथवा चाहिँ त्यो पिपी मोडेलमा हामीले त्यसलाई सञ्चालन गर्ने मोडालिटीमा चाहिँ हामीले तयारी गरिरहेछौँ। त्यसको लागि चाहिँ लगानीकर्ताहरू इच्छुक हुनुहुन्छ, अन्तर्राष्ट्रिय निकायहरू चाहिँ त्यसमा चासो राखेर चाहिँ हामी लगानी गर्न आउँछौँ भनेर भनिराख्नु भएको छ र यथासक्दो चाहिँ हामीले आगामी वर्षमा चाहिँ त्यसको निर्माण कार्यलाई चाहिँ द्रुत गतिमा अगाडि बढाउने लक्ष्य लिएका छौँ अहिलेलाई। त्यसो हो भने कसले कसरी त्यो अनुकूल वातावरण बनाइदेओस् भन्ने तपाईँको एज अ औद्योगिक क्षेत्र व्यवस्थापनको तर्फबाट चाहिँ नेतृत्वको तर्फबाट अपिल कसरी जान्छ? हामीले त्यसको लागि वातावरण बनाउनको लागि सबैभन्दा पहिलो कुरा भनेको स्थानीय राजनीतिक दलको नै सबैभन्दा ठुलो भूमिका हुन्छ। राजनीतिक दलले उनीहरूको स्पष्ट धारणा के हो त्यो प्रश्न पार्नु पर्यो। त्यो धारणा चाहिँ उहाँहरूले बैठकमा उपस्थित हुँदाखेरि एउटा धारणा र पब्लिकमा जाँदाखेरि अर्को धारणा भन्ने त्यो किसिमले चाहिँ प्रस्तुत हुन भएन। बनाउने भनेको चाहिँ राजनीतिक दलले मान्छेलाई चाहिँ उचालेर पछारेर मात्रै भोट जम्मा गर्ने हुँदैन होला। राजनीतिक दलले भोट जम्मा गर्ने भनेको विकासले पनि हुन्छ होला। अहिले त उहाँहरूले सजिलो छ त, उहाँहरूले केही गर्नै पर्दैन, सबै विकास हामीले गरिदिन्छौँ, उहाँहरूले त्यसलाई सहजीकरण गरिदिनु भयो भने मात्रै सबैभन्दा ठुलो कुरा हो। किन भन्दाखेरि कुनै न कुनै दलको नाममा कुनै न कुनै तरिकाको चाहिँ व्यक्तिको नाममा त्यहाँ अवरोध भएको हामीले अहिले पछिल्लो समयमा पाइरहेको छौँ र त्यो नहुनको लागि चाहिँ राजनीतिक दलले चाहिँ सबैभन्दा ठुलो सबैको एकबद्ध प्रतिबद्धता हुनु पर्यो। हामीले काम गर्ने क्रममा हामी सबैलाई खबर गर्छौँ, फेरि पनि चाहिँ फिल्डमा जाँदाखेरि हामी सबैलाई खबर गर्छौँ राजनीतिक दललाई। सबै राजनीतिक दलका मान्छे आएर त्यहाँ बस्नु पर्यो, यो काम गर्नु पर्यो भनेर चाहिँ जतिखेर हामीले त्यहाँ मेसिन लिएर फिल्डमा जान्छौँ त्यतिखेर आएर उहाँहरू बस्नु पर्यो र जसले अवरोध गर्छ उहाँहरूलाई चाहिँ सम्झाउने हो कि उहाँहरूले चाहिँ अथवा राज्यलाई चाहिँ राज्यका संयन्त्र प्रयोग गरेर चाहिँ उहाँहरूलाई व्यवस्थित गर्ने हो कि के गर्ने हो त्यो काम गर्नमा राजनीतिक दल सबैभन्दा ठुलो त्यसमा प्रमुख भूमिका राजनीतिक दलको चाहिँ हामीले अपेक्षा गरेका छौँ। त्यस पश्चात चाहिँ पालिकाको कुरा हो। पालिकाले पनि चाहिँ त्यो हामीले देखेका छौँ, पालिकाले यो राष्ट्रिय के भन्छ पालिकाको गौरवको आयोजनाको रूपमा उहाँहरूको स्मारिकामा चाहिँ प्रकाशन गरेको पनि देखेका छौँ 9 अवस्थालाई। अब कागजमा मात्रै होइन, यसलाई चाहिँ फिल्डमै पनि चाहिँ देखिने गरिकन चाहिँ त्यो गौरवको आयोजना भनेर यसलाई स्थापित गरौँ र पालिकाले अहिलेसम्म जे जति सहयोग गरिरहेछ र सकारात्मक तरिकाले अगाडि बढिरहेछ त्यसमा हामी आभार पनि छौँ र त्यति मात्रै भयो, त्यतिले पुगेन, अझ थप यसमा चाहिँ गर्नु पर्यो भन्ने हाम्रो चाहिँ उहाँहरूसँग चाहिँ अपेक्षा रहेको छ। र त्यसपछि अन्य विषयमा प्रशासनिक कुराहरूमा त प्रशासन अथवा चाहिँ अन्य सरकारी निकायहरू यसमा सदैव तत्पर हुनुहुन्छ र यो सबै चाहिँ भनिराख्दाखेरि सबैभन्दा चाहिँ ठुलो आवश्यकता र यसमा चाहिँ हामीले अपेक्षा गरेको निकाय भनेको स्थानीय राजनीतिक दल
र त्यहाँका चाहिँ स्थानीय जनताहरू हुन्। जो मान्छे साँच्चीकै घरबार विहीन हुन् भने तिनीहरूको व्यवस्थापन सरकारले गर्ला। तर आज हामीले त्यहाँ देख्दैछौँ बिघाका बिघा 8 बिघा 9 बिघा 10 बिघासम्म चाहिँ जग्गा चर्चेर बसेर चाहिँ बसेका मान्छेहरू, अनि तिनैले चाहिँ त्यहाँ औद्योगिक क्षेत्र बनाउनु हुँदैन भन्ने किसिमका चाहिँ नारा जुलुस लाउने अवरोध गर्ने कामहरू भइरहेको छ। राज्यले त्यस्ता मान्छेहरूलाई यति धेरै हामीले औद्योगिक क्षेत्रले राज्य संयन्त्र मार्फत यति धेरै सहज हुने गरिकन औद्योगिक क्षेत्र बनाउने वातावरण निर्माण गरिराख्दाखेरि पनि सहयोग गर्नु भएन भने अन्य चाहिँ विकल्प राज्यले प्रयोग गरेर भए पनि बनाउँछ। तर अब चाहिँ मैले यति भन्न खोजेँ कि अब पनि बनाउन दिएनन् औद्योगिक क्षेत्र भने हामी लुम्बिनी प्रदेशभित्रै अन्य ठाउँहरूमा पनि सम्भाव्यता अध्ययनका कामहरू अनि डिपिआरका कामहरू गरिरहेछौँ। राज्यले यो आयोजना स्थानान्तरण गरेर अर्को ठाउँ पनि लिन सक्ने सम्भावना रहन्छ। यसमा चाहिँ यहाँका चाहिँ प्रतिनिधिहरू सम्माननीय प्रधानमन्त्रीज्यूकोमा डेलिगेसनमा जाँदाखेरि पनि उहाँहरूले सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ त्यो कुरा व्यक्त गरिसक्नु भएको छ, सरकारले व्यक्त गरिसकेको छ। र यो अवस्था आउन नदिनको लागि चाहिँ सबैले चाहिँ सहजीकरण गरेर यसलाई टुङ्गोमा लाउन जरुरी देखिन्छ। जस्तो कथम कदाचित यहाँले भने जस्तो अन्तिम जुन एउटा अलिकति चेतावनीकै रूपमा आयो, यदि यहाँबाट गयो भने त्यसले यहाँ पार्ने इम्प्याक्ट, त्यो यहाँ औद्योगिक क्षेत्र बन्दा हुने बेनिफिट, यो बारेमा हामीले स्थानीय जनता जो विवादित क्षेत्र बाहेकका पनि त ठुलो टेरिटोरी छ, उहाँलाई यो बारेमा हामीले सायद कन्फिडेन्समा लिन सकेनौँ कि उहाँलाई अवेर गर्न सकेनौँ कि कहीँ कतै यो ल्याकिङ देखिन्न? यो स्वाभाविक रूपमा यहाँले भने जस्तै चाहिँ राज्य त्यो औद्योगिक क्षेत्रको जो प्रभावित चाहिँ क्षेत्रभन्दा बाहिरको मान्छेहरू पनि त्यसमा चाहिँ लाभग्राही भनेको व्यक्ति त लाभग्राही समुदाय औद्योगिक क्षेत्र वरिपरिको समुदाय मात्रै होइन। त्यो लाभग्राही त्यसको लाभग्राही चाहिँ समुदाय सिङ्गो बाँके जिल्लाका चाहिँ मान्छेहरू हुन्, अझ भनौँ सिङ्गो लुम्बिनी प्रदेशकै मान्छेहरू हुन्, यहाँ वरिपरिका चाहिँ अन्य मान्छेहरू चाहिँ त्यसका लाभग्राही समुदाय हुन्। र अहिले हामीले घोषणा गरेका अथवा नेपाल सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरूमा सम्भावना भएको, अझ भनौँ त्यसमा चाहिँ राम्रो सम्भावना भएका केही औद्योगिक क्षेत्रमध्ये यो पनि एउटा हो। जुन चाहिँ हामी यहाँ नजिकै ड्राई पोर्ट छ, त्यो ड्राई पोर्टबाट चाहिँ त्यहाँ कनेक्टिभिटी चाहिँ रोडवे रेलवेको चाहिँ कनेक्टिभिटी छ र प्रस्ताव पनि त्यही अनुसार भएको छ। र चाहिँ कामदारको हिसाबले भन्ने हो भने क्रस बोर्डर चाहिँ तपाईँको कामदारहरू चाहिँ इजिली अभाइलेबल छ। अनि त्यस्तै गरेर चाहिँ तपाईँको पहाडी चाहिँ जुन इन्डियामा चाहिँ के भन्छ स्थापित उद्योगहरूलाई चाहिँ उनीहरूको लागि त्यो चेन प्रोडक्टहरू यिनीहरूले चाहिँ उत्पादन गर्न सक्ने सम्भावना छ। यो सबै सम्भावना चाहिँ हुँदाहुँदै पनि चाहिँ त्यहाँ हामीले औद्योगिक क्षेत्र बनाउने कामलाई चाहिँ ढिलो गरिरहेछौँ। र आज जति हामीले ढिलो गरिरहेछौँ, आज जुन आवश्यकता उद्योगलाई चाहिँ जमिनको आवश्यकता छ, अब 5 वर्ष 10 वर्षपछि औद्योगिक क्षेत्र बन्यो भने त्यो आवश्यकता उद्योगलाई पर्दैन, किन भन्दाखेरि उद्योगले आफ्नो वैकल्पिक व्यवस्थापन गरिसक्छ। र आज पनि चाहिँ यहाँ दर्जनौँ चाहिँ उद्योगहरू ठुल्ठुला उद्योगहरू आएर यहाँ बाहिर चाहिँ औद्योगिक क्षेत्रभन्दा बाहिर जमिन नपाएको कारणले गर्दाखेरि बाहिर आफ्नै जमिन किनेर अथवा भाडामा बसेर चाहिँ उहाँहरूले उद्योग स्थापना गर्नुभएको छ। ती उद्योगहरूकोमा जुन जमिन किन्दाखेरि लगानी भएको छ, त्यो लगानी गर्नुको सट्टा हामीले औद्योगिक क्षेत्रभित्र उद्योग जग्गा दिन सकेको भए त्यो लगानी चाहिँ उद्योगमा थपिन्थ्यो, त्यसले रोजगारी पनि दिन्थ्यो। र यो विषयमा सम्पूर्ण अन्य सरकारवालाहरूको पनि चाहिँ चासो पनि छ, अन्य चाहिँ त्यो लाभग्राही वर्गको चासो पनि छ। उहाँहरूको चाहिँ सहयोग हामीले लिन नसकेको होइन, उहाँहरू त बारम्बार प्रेसर दिइराख्नु भएको छ। उहाँहरू त बारम्बार हरेक हाम्रो फोरममा उहाँहरूले गर्नु पर्यो, चाहिँ छिटो गर्नु पर्यो र के गर्नुपर्छ हामी चाहिँ दबाब दिन्छौँ भनेर भनि पनि राख्नु भएको छ। तर पनि चाहिँ यो काम अगाडि बढिरहेको छैन। त्यसो हुँदाखेरि अब हामीले के बुझ्ने यसलाई समग्र रूपमा? राजनीतिक दलले पनि हामी चाहिँ सहयोग गर्छौँ भनिरहेछन्, अन्य निकाय पनि चाहिँ सहयोग गर्छौँ भनिरहेछन्, तर चाहिँ फिल्डमा काम हुँदाखेरि त कोही पनि देखिन्न, कसैको पनि प्रतिबद्धता देखिन्न। अथवा कोही पनि चाहिँ ल तपाईँहरूले चाहिँ आजसम्म बैठकमा चाहिँ ल गर्नुपर्छ भनेर चाहिँ हस्ताक्षर गर्ने बाहेक, त्यो बाहेक अन्य अवस्थामा चाहिँ ल तपाईँले किन गर्नु भएन र के कारणले गर्दाखेरि त्यहाँ काम गर्नलाई अप्ठ्यारो भयो भनेर कसैको पनि चाहिँ
चासो खबर फोन आउने अथवा चाहिँ त्योसँग सम्पर्क गर्ने त्यो अनुभूति हामीले गरेका छैनौँ। यसको अर्थ के हो भन्दाखेरि हामीले बन्द कोठाभित्र मात्रै चाहिँ यो सहकार्य सहयोग र चाहिँ सम्भावना देख्ने होइन। हामीले फिल्डमै चाहिँ स्थलगत चाहिँ कार्य गर्दाखेरि नै चाहिँ हाम्रो अपेक्षा चाहिँ त्यो सहयोग सबैको चाहिँ सम्बन्धित सबैको चाहिँ फिल्ड काम गर्ने क्रममा चाहिँ सहयोग त्यसका सम्भावना र सहकार्य हामीले त्यहाँ खोजेका छौँ र यहाँहरू सबैलाई चाहिँ जो सम्बन्धित यसका चाहिँ स्टेक होल्डर हुनुहुन्छ ती स्टेक होल्डरहरूलाई पनि हाम्रो त्यही चाहिँ मैले अपिल गर्नु छु कि तपाईँले फिल्डमा काम गर्दाखेरि चाहिँ त्यो किसिमको चाहिँ यहाँहरूको कन्ट्रिब्युसन र मोटिभेसन चाहिँ हामीलाई आवश्यक छ। हुन्छ, धन्यवाद यो महत्त्वपूर्ण समय र संवादका लागि। हस्, थ्याङ्क यू।